आज चाहिँ म बिहान उठेर मुखसुख धोएँ अनि त्यसपछि यताउति काम गर्नलाई रेडी हुनलाई मुख धोएँ अनि त्यसपछि भगवान्लाई पानी फेरेर राखेँ है। अनि त्यसपछि अब काम गर्नु पर्यो नि त अनि आगो फुक्नलाई रेडी पारेर आगो फुकेँ अरे। अनि त्यसपछि यसो बारीतिर गएर जाने त्यो चाहिँ हाम्रो घर हो है। अनि त्यसपछि अब तरकारी पकाउनलाई रेडी पारेँ मैले करेला काटेर अनि भात तरकारी त पकाउनै पर्यो अनि दुध त ताएँ अनि त्यसपछि भात पकाएँ अनि त्यसपछि तरकारी अन्डा मैले रेडी बोइल गरेर रेडी पारेँ। अनि त्यसपछि सबै काम बिहारमा घाँस काट्न गएँ अनि घाँस काटेर आएँ। अनि त्यसपछि फेरि यताउता बारीतिर अब हेर्न जानु पर्यो भनेर बारी हेर्न गएँ। अनि त्यसपछि आउँदाखेरि त भैँसीहरू आनन्दले बसेको रतनको भैँसी बाखेर। अनि त्यसपछि खाजा खाने बेला भयो अनि मकै उसिनेर खाजा खाएँ। अनि त्यसपछि मकै तनी खानु पर्यो अनि खाएँ अरे। अनि फेरि बिउ राखेको चराले खान्छ कि भनेर हेरेँ अनि बिउ पनि राखेँ। अनि त्यसपछि यता हेरेको त मोलमा पानी भएको रहेछ पानी। अनि त्यसपछि अब बेलुका भइसक्यो नि त भात तरकारी पकाउनु पर्यो अनि भात पकाएँ यिनीहरूलाई चामल उस गरेँ अनि तरकारीलाई घिरौँला सिरौँला काटेर रेडी पारेको होइन तरकारी अनि त्यति त गर्नुभयो। अनि त्यसपछि पसिना आएको थियो कि पुसेँ अनि त्यसपछि के गर्ने तरकारी रेडी पारेँ। अनि त्यसपछि एकछिन त उफ्रिन पर्यो नि त अनि उफ्रियो अनि त्यसपछि रेडी पारेर तरकारी पकाएँ अनि आधाको मिनिट भयो कस्तो लाग्यो।